म्याक्सिमो चाहिँ पोखरामा पल्टेर आएको थियो। यहाँ हेर्दैछ एउटाले हैन, यहाँ पल्टेर आएको थियो र यो पल्टेको चाहिँ हामी बनाउँदैछौँ। लगभग यसको फाइनल काम भइसकेको छ। खै ढोका लगाऊ त राम्रोसँग, ग्याप मिल्यो? ओके ल, ग्यापको सेटिङ टक्क मिलिसकेको छ, हेर्न सक्नुहुन्छ है। यसको डेन्टको काम लगभग सिद्धिसकेको छ। पेन्टरलाई मैले फोन गरिसकेको छु, आउँछ। यहाँ पनि थियो र पछाडिपट्टि एक साइड चाहिँ सुत्या भएर चाहिँ यति चाहिँ डेन्ट थियो यसको हैन, लुकिङ ग्लासहरू भाँचेको थियो। यसरी जग तानेर पनि राखिरहेको छ, किनभनेदेखि यो फेरि जग छोडेपछि एक दुई लगभग 24 घन्टा चाहिँ राख्यो भनेदेखि चाहिँ यसको टेम्पर चाहिँ तपाईँको जाँदैन। त्यही भएर हो हैन, यो ठाउँमा बस्छ। नत्र भने यो लगाएर वेल्डिङ गर्ने बित्तिकै जग छोड्यो भनेदेखि चाहिँ यो पिलर चाहिँ फेरि सेटिङमा चाहिँ आउँदैन क्या। त्यही भएर चाहिँ हामीले यो जग लगाएरै छोडिदिएर हो हैन। अब आज लगभग यसको पनि सिद्धिन्छ। डेन्टको काम त लगभग सिद्धिसकेको छ, पेन्टर आउँदैछ।